नमस्कार मित्रहरू। आज हामी नेप्सीको बारे केही चर्चा गर्न जाँदैछौँ। आज अचानक नेप्सीमा चाहिँ लगभग 60 अङ्ककै वृद्धि भएको छ। अब यो कुनै पनि विशेष फन्डामेन्टल भिनै परिवर्तन भएकोले यो टिकाउ हुने कि नहुनेमा हामीले शङ्का गर्दै अब यो बढ्न पनि सक्छ, घट्न पनि सक्छ। अब के हुन्छ भन्ने कुरा हामी यसो छलफल गर्न जाँदैछौँ। र बजारमा चलेको त हल्ला अनुसार चाहिँ अब भारतले चाहिँ पाकिस्तानमा मिसाइल हानेकोले बढेको भन्ने हल्ला पनि छ। सायद अब नेपालमै हानेको अझै धेरै बढ्थ्यो कि भनेर हामीले जोक पनि गर्न सक्छौँ। अब यो के हो भन्ने कुरो हामीले नेप्सेलाई नै छोडिदिउँ। अब अहिलेको यो नेप्सेको कुरा गर्दाखेरि चाहिँ अब नेप्सेको चाहिँ यो माइनर रेसिस्टेन्ट 2640 देखि 2650 पनि तोडेर माथि क्लोज भएको छ 2673 मा। र हाम्रो दोस्रो रेसिस्टेन्स चाहिँ 2720 देखि 2740 रहेको छ। र भोलि पनि यसरी नै नेप्से वारवार बढ्न थाल्यो र 2720 2740 तिर वा 2700 माथि बसिराख्यो भने चाहिँ त्यसबेला चाहिँ र आवरली क्यान्डलमा चाहिँ 2700 भन्दा मुनि मुनि आउन खोज्यो भने चाहिँ हामीले ट्रेडिङलाई आफ्नो चाहिँ रुल अनुसार यो एरियातिर चाहिँ हामीले आफ्नो सेयर चाहिँ बेच्न सक्छौँ। अब तपाईहरु लङ टर्म इन्भेस्टर हो भने त अब होल्ड गर्दा पनि भइहाल्यो हैन। अब तपाई ट्रेडरहरु हुनुहुन्छ भने चाहिँ 2720 2740 2700 भन्दा माथि बस्न सकेन भने चाहिँ बेचेर एकपटक फेरि यो सपोर्ट एरियामा पनि आउन सक्छ है। यसरी एकैचोटि वारवार दिनकै बढेर जान चाहिँ अलि मुस्किल हुन सक्छ। तर 2740 भन्दा पनि माथि नै बस्यो भने चाहिँ यो होल्डै गर्नुपर्ने देखिन्छ। अब यो किन नेप्से बढ्यो भन्ने कुरो यसको चाहिँ निर्णय चाहिँ अब भोलि नै हुने देखिन्छ। अब नेप्से आज बढ्नुमा बैंकिङ सेक्टरको पनि ठुलो हात रहेको छ। बैंकिङको पनि एकपटक हामी चेक गरौँ त टेक्निकल। बैंकिङको चाहिँ अहिले चाहिँ ठ्याक्कै यो रेसिस्टेन्स जोनतिरै पुगेको छ र बैंकिङ चाहिँ लगभग यो 7 वटा क्यान्डललाई चाहिँ एउटै क्यान्डलले कभर गरिदिएको छ र 7 वटा क्यान्डललाई कभर गर्ने जतिको चाहिँ फेरि भोल्युम चाहिँ बैंकिङ सेक्टरमा आएको छैन। अब बैंकिङ बढेर आज नेप्सेलाई चाहिँ सपोर्ट भएर आज धेरै बढेको हो र आज बिहान सुरुदेखि नै नेप्सेलाई चाहिँ थाम्नलाई वा बढाउनलाई वा घट्न नदिनलाई चाहिँ अप्पर चाहिँ सुरुदेखि नै बढेको थियो। र बैंकिङ चाहिँ रेसिस्टेन्ट एरियातिरै भएकोले अलि सतर्क रहन म तपाईलाई अनुरोध गर्न चाहन्छु। र हामी नेप्सेतिरै लागौँ। अब नेप्से चाहिँ भोलि 2700 भन्दा मुनि मुनि आउन थाल्यो र आवली क्यान्डलमा चाहिँ 2700 बाट चाहिँ त्यहाँ अब सुटिङ स्टार त्यस्तो नेगेटिभ क्यान्डल बन्न थाल्यो भने तपाईले चाहिँ 2700 एरियातिर बेचेर केही प्रफिट बुक गर्न सक्नुहुनेछ। ट्रेडरको हिसाबले मात्र भन्दैछु यो कुरो। अब आज चाहिँ नेप्से बढ्नुमा चाहिँ हाम्रो के को रहेको छ एकपटक हामी हेरौँ। आज चाहिँ नेप्से बढ्नुमा चाहिँ कमर्सियल बैंकको योगदान चाहिँ यो चाहिँ कमर्सियल बैंकले चाहिँ आज नेप्सेलाई चाहिँ 18 अङ्क बढाएको रहेछ। हाइड्रो पावरले 13 अङ्क बढाएको रहेछ। अर्डर्सले 6 अङ्क बढाएको रहेछ। यहाँ यो नेप्से कन्ट्रिब्युटरमा तपाईले हेर्न सक्नुहुनेछ। र शेयरकै हिसाब गर्ने इन्डिभिजुअल स्टकको हिसाब गर्ने भने एनआरआईसी एक्लैले नै नेप्सेलाई आज झन्डै 3 अङ्क बढाएको रहेछ। एनटिसीले 2 अङ्क बढाएको रहेछ र अप्परले पनि लगभग 2 अङ्क नै बढाएको रहेछ आजको लागि चाहिँ। अब हामी स्मार्ट चार्टतिरै लागौँ। स्मार्ट चार्टको अब होम पेजमा गएपछि तपाईहरुले यस्तो देख्नु हुनेछ। अब स्मार्ट चार्टको अनुसार चाहिँ अब यो सपोर्ट जोन भन्दा माथि भएकोले यसलाई चाहिँ सपोर्ट 1 मानिएको छ। अब यो रेसिस्टेन्स 2 भयो र हाम्रो अब नेप्से डक्टरको टिमको चाहिँ अब यो एनालाइसिस अनुसार चाहिँ 2720 देखि 2740 2700 भनेको साइकोलोजिकल रेसिस्टेन्स भइहाल्यो। त्यो एरियातिर चाहिँ केही सेल गर्न चाहिँ तपाईले विचार गर्न सक्नुहुनेछ। अरु अब इन्भेस्टरहरुले चाहिँ सेल नगर्दा पनि हुन्छ ट्रेडर हुनुहुन्छ भने। र आज यति धेरै अङ्क बढेपछि त बायर प्रेसर त हुनुपर्ने भनेर हामीले अनुमान चाहिँ गर्न सक्छौँ। छ कि छैन भन्ने कुरो चाहिँ हाम्रो स्मार्ट चार्टको एआई सफ्टवेयरले के देखाएको छ त्यो एकताल चेक गरौँ त मित्रहरु। म यसलाई अलिकति ठुलो पारेर हेर्छु, हेर्नु त मित्रहरु। आज नेप्से बढ्दाखेरि यति धेरै अङ्क लगभग 62 अङ्क बढ्दाखेरि पनि आज चाहिँ बायरको स्ट्रेन्थ चाहिँ जम्मा 47% र सेलरको स्ट्रेन्थ चाहिँ 53% रहेको छ। अब यसको मतलब चाहिँ यो ग्रीन क्यान्डल त भयो तर अझै पनि सेलरले चाहिँ आफ्नो सेयर बिक्री गरिराखेको छ र बायरको चाहिँ धेरै खरिदमा पावर छैन भनेर बुझ्नु पर्छ। अब यो नेगेटिभ तर्फबाट यसरी सोच्न पनि मिल्यो। अब यसलाई पोजिटिभ वेबाट सोच्ने हो भने एक मनमा 39 बाइङ प्रेसर पनि अलिअलि बढ्दै गएको देखिन्छ यसबाट। अब भोलि पनि यो भोलि केही गरी बाइङ स्ट्रेन्थ चाहिँ तपाईहरुको सुरुमै अब यो चाहिँ नेप्सेको लाइभमै अपडेटमै यो
हेर्न मिल्छ। यसको लागि तपाईँले सब्सक्राइब गर्नुपर्ने हुन्छ यो स्मार्ट चार्ट। प्रोमो कोड चाहिँ नेप्से डाक्टर भइहाल्यो। अब तपाईँले 11 बजे खोल्दाखेरि यो बायर स्ट्रेन्ड चाहिँ 60 70 लास्ट मिनटसम्म त्यही भइदियो भने राम्रै भयो होइन। बायर स्ट्रेन्ड कम सेलर स्ट्रेन्ड बढी छ र यो चाहिँ क्यान्डल यो चाहिँ हाम्रो नेप्से चाहिँ बढेर माथि पुगिराखेको छ भने चाहिँ त्यस बेला चाहिँ आफ्नो केही सेयरहरू बेचेर तपाईँहरू अलि प्रफिट बुक पनि गर्न सक्नुहुनेछ। अब गर्ने नगर्ने तपाईँहरूको विचार भयो। र ट्रेड सिग्नलमा बाईमा यिनीहरू आएको रहेछ हेर्नु होला। र यो बायर कन्ट्रोलमा पनि यिनीहरू आएको रहेछ। अब एकपटक हामी यो स्मार्ट चार्टकै ट्रेड भिजनमा जाऊँ त मित्रहरू। यो गइसकेपछि चाहिँ अब हामी यो यसमा चाहिँ आज चाहिँ एसपिआइएलमा यिनीहरूमा चाहिँ आएको भनेर देखाइराखेको हेर्नु त मित्रहरू। यो आज चाहिँ यो चाहिँ यिनीहरूमा यो हाइट भएको थियो कि यिनीहरू पनि आएको रहेछ आज चाहिँ यो राधीमा चाहिँ अलिकति बाइङ प्रेसर आएको रहेछ। युपिसिएल यिनीहरू आएर रहेछ। बिपिसिएल को के भएको रहेछ एकपटक चेक गरौँ। बिपिसिएलमा चाहिँ आज यस्तो भएको देखाएछ र यसमा चाहिँ अब सुरुदेखि नै यो लगभग सर्किटै लाएर बसेको रहेछ। आज चाहिँ यसको बाइङ प्रेसर चाहिँ 35%, सेलर पावर चाहिँ जम्मा 12% मात्र रहेको रहेछ। अब यो लास्टसम्म सर्किट लागेकोले भोलि पनि बढ्न सक्छ भन्ने हामीले अब विचार गर्न सक्छौँ। अब यस्तै अनि तपाईँहरूको लागि एउटा खुसीको खबर पनि आएको छ। अब यो चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ यो फेसबुकमा चाहिँ यो हाम्रो नेप्से डाक्टर टिमले तपाईँहरूको लागि 50% डिस्काउन्टको अफर ल्याएको छ। यो अझै बाँकी नै छ। यसको लागि चाहिँ तपाईँले यहाँ क्लिक गरेर चाहिँ सब्सक्राइब गर्नु होला र नेप्से डाक्टरको प्रोमो कोड युज गरेर बनेका मेम्बरहरूलाई चाहिँ हाम्रो नेप्से डाक्टरकै प्राइभेट ग्रुपमा राख्नेछ। यसको फाइदाहरू यसमा लेखेका छन् र फेसबुकमा यो नेप्से डाक्टर भनेर सर्च गरेर यसमा हेर्नु होला यसको लागि। अनि अचानक हाम्रो पुरानो टिकटक आइडी पनि नेप्सेले चाहिँ यो यता हाम्रो टिकटकले चाहिँ खोलिदिएको छ। यो चाहिँ खोलिसकेकोले चाहिँ अब हाम्रो पुरानो टिकटकमा पनि अपडेट हुनेछ र नयाँमा पनि अपडेट भइहाल्नेछ। यसमा तपाईँले हेर्नै पर्यो, दुवैतिर फलो गर्नु होला। अब यो चाहिँ किन बन्द गरेको पनि हामीलाई केही थाहा भएन। सायद केही गुनासो गरेर बन्द भएको भन्थ्यो। अब फेरि यो खुलिसकेको छ। अब हाम्रो यो भिडियो चाहिँ यो नेप्से डाक्टरको यसमा पनि आउनेछ र यो अहिले नयाँ खोलेको स्मार्ट चार्ट बाई नेप्से डाक्टर त्यसमा पनि आउनेछ र युट्युबमा पनि छँदैछ। सबैलाई फलोहरू गर्दै गर्नु होला। र मैले नेप्सेको भनिहालेँ तपाईँलाई। अब यसमा चाहिँ तपाईँले के गर्ने भन्ने कुरो चाहिँ भोलि यसो विचार गरेर गर्नु होला। 1 आवरको चार्टमा चाहिँ गर्दाखेरि चाहिँ अब भोलि चाहिँ हाम्रो 1 आवरको चार्ट चाहिँ हुँदैछ हेर्नु त। यो सुरुमा चाहिँ बढेर रहेछ। अब भोलि यो रेसिस्टेन्टतिरै रहेछ। यो 1 आवरको चार्ट हेर्ने हो भने अर्को रेसिस्टेन्ट भनेको लगभग 2700 वरिपरि छ र 2700 पुग्दाखेरि चाहिँ यस्तो अब बेयरिश क्यान्डलहरू बन्न थाल्यो, सुटिङ स्टार बन्न थाल्यो भने त्यसमा चाहिँ तपाईँहरूले अलिकति प्रफिट बुक गरेर आफू सुरक्षित हुन सक्नुहुनेछ। किनभने कहिले पनि नेप्से यस्तो स्पिडमा चाहिँ बढ्ने चाहिँ अलिक गाह्रै हुन्छ। अहिले फेरि केही अब अत्यन्तै राम्रो शुभ समाचार पनि आएको जस्तो छैन। तर केही गरी नेप्से बढिहाल्यो भने पनि केही छैन। बजारले सधैँ किन्ने मौका दिइरहन्छ। तपाईँहरूलाई लाग्न मात्र सक्छ अब छुट्यो कि क्या हो भनेर। त्यस्तो छुट्ने भन्ने हुँदैन। फेरि 2720बाट र 2740बाट चाहिँ जस्तोसुकै राम्रो नीति आयो भने पनि त्यहाँबाट एकपटक घट्ने सम्भावना यसो जीवितै छ। त्यही भएर आफ्नो प्रफिटलाई हेर्दै तपाईँहरू खरिद बिक्री गर्नुहुन्न अनुरोध गर्दै आजलाई हामी यति नै गर्दछौँ। हस्त धन्यवाद।